पनि राष्ट्र कसरी बन्छ होला? अक्सर यो द्वन्द्व र सपनाहरूबाट जन्मन्छ। एउटा यस्तो विचार जसले छरिएर रहेका टुक्राहरूलाई जोडेर एउटा सिङ्गो आकार दिन्छ। आज हामी आधुनिक नेपालको त्यही निर्माण कथालाई हेर्दैछौँ, जुन सङ्घर्ष, त्याग र एउटा अविश्वसनीय दूरदृष्टिले भरिएको छ। ल, 18औं शताब्दीको मध्यतिरको समयलाई एकछिन कल्पना गरौँ त। आज हामीले चिनेको नेपालको नक्सा त्यो त थिएन, बरु हिमालयको काखमा छरिएका थिए 50 भन्दा बढी साना ठूला राज्यहरू। पश्चिममा 22-24 राज्यहरू, काठमाडौँ उपत्यकामा 3 मल्ल राज्यहरू, हरेकको आफ्नै शासक, आफ्नै नियम। यो एउटा टुक्रिएको भूगोल थियो जहाँ एक अर्कासँग निरन्तर प्रतिस्पर्धा र लडाईँ चलिरहन्थ्यो। त्यसो भए सवाल यहीँनेर आउँछ, कसरी यी अनेक राज्यहरू एउटै धागोमा उनिए? कसरी यी टुक्राहरूबाट एउटा सिङ्गो शक्तिशाली राष्ट्रको उदय भयो? आउनुहोस् यही कथाको पाना पल्टाएर हेरौँ। अब त्यो समयलाई हामीले बुझ्ने कसरी? त्यो प्रारम्भिक अवधिको हाम्रो बुझाइ वास्तवमा ऐतिहासिक अवशेषहरूबाट आउँछ। यिनै अवशेषहरूले हामीलाई विगतका कथाहरू सुनाउँछन्। इतिहासकारहरूले त्यो समयको चित्र कोर्नका लागि ढुङ्गामा कुदिएका शिलालेखहरू, मानाङ्क जस्ता पुराना मुद्राहरू अनि वंशावली जस्ता लिखित इतिहासहरूलाई जोड्छन्। यी मौन वस्तुहरूले नै त्यस युगका राजाहरू, समाज र घटनाक्रमको आवाज बोकेका छन्। यो एउटा पजल जस्तै हो, जसका टुक्राहरू जोडेर एउटा ठूलो तस्बिर बन्छ। अब कथाले एउटा यस्तो मोड लिन्छ जहाँ एकजना व्यक्तिको एउटै सपनाले यस क्षेत्रको इतिहासको धारा नै बदलिदिन्छ। यो कुरा हो विक्रम सम्वत 1799 को। गोर्खाको राजगद्दीमा एक 20 वर्षीय युवा बसे, पृथ्वीनारायण शाह। उनले आफ्ना वरिपरि छरिएका आपसमा लडिरहेका कमजोर राज्यहरू देखे र उनले एउटा कुरा बुझे, जबसम्म यो टुक्राहरू जोडिँदैनन् तबसम्म बाह्य शक्तिको खतरा सधैँ टाउकोमाथि रहिरहन्छ। हो, यही सोचले जन्म दियो इतिहासको सबैभन्दा महत्त्वकांक्षी अभियान, एकीकरण अभियानलाई। अनि यो अभियानले निकै तेज गति लियो। विक्रम सम्वत 1801 मा नुवाकोट जितेपछि काठमाडौँ उपत्यकाको ढोका नै खुल्यो। कीर्तिपुरले त निकै कडा प्रतिरोध गर्यो, तर 3 पटकको भीषण लडाईपछि अन्ततः 1822 मा गोर्खाली सेनाको नियन्त्रणमा आयो। त्यसपछि त 1825 मा काठमाडौँ र 1826 मा भक्तपुर जितेसँगै उपत्यकाको विजयले आधुनिक नेपालको जग बसाल्यो। तर यो केवल सैन्य बलको कुरा थिएन है। पृथ्वीनारायण शाहले निकै चतुर कूटनीतिको पनि प्रयोग गरे। उनले काठमाडौँ उपत्यकामा नुन र कपास जस्ता अत्यावश्यक वस्तुहरूको आपूर्ति रोक्न आर्थिक नाकाबन्दी लगाए, जसले गर्दा उपत्यकाका मल्ल राजाहरू आर्थिक रूपमा एकदमै कमजोर भए। यो रणनीति र युद्धको एक सटीक मिश्रण थियो। तर एउटा राष्ट्र बनाउनु एउटा कुरा हो र त्यसलाई जोगाउनु त्यो अर्कै कुरा। अब भर्खरै बनेको यो नयाँ राष्ट्रले दक्षिणबाट एउटा विशाल खतराको सामना गर्नु पर्यो। नेपालको सिमाना विस्तार हुँदै जाँदा यसको सिमाना दक्षिणमा आफ्नो साम्राज्य फैलाइरहेको शक्तिशाली ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग ठोक्किन पुग्यो। दुवै पक्ष आफ्नो प्रभाव बढाउन चाहन्थे र यही टक्करले अन्ततः सन् 1814 देखि 1816 सम्म चलेको नेपाल अङ्ग्रेज युद्धको रूप लियो। यो युद्ध सोच्नुस् त, एउटा विशाल साम्राज्य र एउटा सानो पहाडी राज्य बीचको लडाईँ थियो। ब्रिटिस सेनासँग आधुनिक हतियार र ठूलो फौज थियो, तर नेपाली सिपाहीहरू, जसलाई संसारले गोर्खाली भनेर चिन्यो, उनीहरूसँग थियो अदम्य साहस र आफ्नो भूमिको रक्षा गर्ने एउटा चट्टान जस्तो दृढ सङ्कल्प। नालापानीको किल्लामा भएको लडाईँ त यसको एउटा अनुपम उदाहरण हो। जब ब्रिटिस सेनापतिले कमान्डर बलभद्र कुँवरलाई आत्मसमर्पण गर्न पत्र पठाए, उनले त्यो पत्रलाई सबैको अगाडि च्यातेर भने, मेरो जवाब यही हो। गोर्खालीहरूले तबसम्म किल्ला छोडेनन् जबसम्म ब्रिटिसहरूले किल्लाभित्र जाने पानीको स्रोत नै काटिदिएनन्। यो लडाईँमा यस्ता धेरै नायकहरू थिए। अमरसिंह थापा, जसलाई नेपालको जीवित सिंह पनि भनिन्छ, उनले अन्तिमसम्म हार मानेनन्। त्यस्तै 70 वर्षको उमेरमा देउथलको लडाईँमा भक्ति थापाले देखाएको वीरता, त्यो देखेर त शत्रुहरू पनि नतमस्तक भए। उनको मृत्युपछि ब्रिटिस सेनाले आफै उनको शवलाई सम्मानका साथ फिर्ता पठाएको थियो। खैर, युद्धको अन्त्य सुगौली सन्धिबाट भयो। नेपालले आफ्नो 1/3 भूभाग गुमाउनु पर्यो, जुन पक्कै पनि एउटा ठूलो क्षति थियो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के भयो भने नेपालले आफ्नो स्वतन्त्रता जोगाउन सफल भयो। दक्षिण एसियाका धेरैजसो भूभाग ब्रिटिस उपनिवेश बनिरहेको त्यो समयमा नेपाल सधैँ एक सार्वभौम राष्ट्र रह्यो।
युद्धपछिको समयले फेरि अर्को नाटकीय मोड लियो। बाहिरी खतरा त टर्यो, तर अब देशले भित्रैबाट एउटा ठूलो उथलपुथलको सामना गर्नुपर्ने भयो। युद्धपछि शाह राजाहरू कमजोर हुँदै गए र दरबार भाडदारहरू बीचको शक्ति सङ्घर्षको केन्द्र बन्यो। थापा र पाण्डे परिवारहरू जस्ता शक्तिशाली गुटहरू बीचको षड्यन्त्र र हत्याले देशमा भयानक राजनीतिक अस्थिरता निम्त्यायो, अनि यही अस्थिरताले एउटा नयाँ शक्तिलाई उदाउने मौका दियो। त्यो उथलपुथलको चरमोत्कर्ष थियो कोत पर्व, विक्रम सम्वत 1903 असोज 2 गतेको त्यो भयानक रात। रानी राज्यलक्ष्मीका प्रिय पात्र गगन सिंह खवासको हत्या भयो। रिसले चूर भएकी रानीले हत्यारा पत्ता लगाउन सबै भारदारहरूलाई कोतको चोकमा भेला हुन आदेश दिइन्। तर यो एउटा जाल थियो। योजनाबद्ध रूपमा हतियारसहित आएका जङ्गबहादुर र उनका भाइहरूले त्यो अराजक स्थितिको फाइदा उठाए र आफ्ना सबै प्रमुख प्रतिद्वन्द्वीहरूलाई त्यही रात समाप्त पारे। त्यो एकै रातले नेपालको राजनीतिक नक्सा नै परिवर्तन गरिदियो। देशका लगभग सबै शक्तिशाली भारदारहरू या त मारिए या देश छाडेर भाग्न बाध्य भए। यसले जङ्गबहादुर कुँवरका लागि शक्तिको शिखरमा पुग्ने बाटो पूर्ण रूपमा खोलिदियो। र यसरी सुरु भयो नेपालको इतिहासमा राणा शासनको। जङ्गबहादुरले प्रधानमन्त्री र श्री 3 महाराजाको पदवी लिए र यो पदलाई आफ्नो परिवारमा वंशानुगत बनाए। त्यसपछिको 104 वर्षसम्म शाह राजाहरू नाम मात्रका शासक रहे र वास्तविक शक्ति राणाहरूको हातमा केन्द्रित भयो। त्यसो भए यी सबै घटनाहरूलाई फर्केर हेर्दा यसले आधुनिक नेपाललाई कसरी आकार दियो त? आउनुहोस् यसको सारलाई हेरौँ। नेपालको कथा मूलत 3 प्रमुख चरणहरूबाट गुज्रिएको देखिन्छ। पहिलो, पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरण जसले टुक्राहरूलाई जोड्यो। दोस्रो, ब्रिटिस साम्राज्य विरुद्ध आफ्नो स्वतन्त्रताको रक्षा जसले राष्ट्रिय गौरव र पहिचानलाई बलियो बनायो। र तेस्रो, राणा शासनको आन्तरिक उथलपुथल जसले शक्तिलाई केन्द्रीकृत गर्यो। यी सबै परीक्षाहरूले नै हो नेपालको वर्तमान स्वरूपलाई आकार दिएको। एकीकरणबाट जन्मेको, आफ्नो सार्वभौमिकताको रक्षाका लागि लडेको र आन्तरिक शक्ति सङ्घर्षबाट गुज्रेको यो राष्ट्र भविष्यमा कस्ता चुनौतीहरूको सामना गर्ला? यसको इतिहासले एउटा कुरा त सिकाउँछ कि नेपाल जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो अस्तित्व जोगाउन सक्षम छ। अब प्रश्न यो छ, यसको अर्को अध्यायलाई कुन शक्तिले आकार देला?